ल तिमी ग्रुप चाहिँ हिँड्ने गर ल यता आमा सेमारो काकी ल मुगे ल मुङबाट चाहिँ दुईटा गाडी बाइकहरू पनि छन् होइन ल है हाम्रो चाहिँ ल राखेको ग्यारेज लौकी पनि छ राखे मेला हुँदा चाहिँ यो गेटबाट छिर्नुपर्छ चौकी चाहिँ यो हो राखेमा चाहिँ एनी टाइम जाडो हुन्छ प्रायः जस्तो मेन बजार चाहिँ निस्केको छैन यो तल हो त्यसले यसो हुन्छ ल राखीको मेन चोक है तेल त कहाँ पो पाइन्छ हाम्रो गाडीहरू पनि यही रहेछ ब्लक यहाँ दाजुको नि निकाल साथीहरूलाई यहाँ छ हाम्रो केटाहरू चाहिँ यी दाजु बनाउनु मलाई पनि देखायो तपाईँलाई पनि देखायो यस्तो खालको छ कि क्यामेरा चाहिँ के हो अपलोडिङ कस्तो छ त्यसको लागि ल्याएको छ आज राखेमा चाहिँ सक्छु
सन्तले ऐना मात्रै भाँगेको त माथि पुरा के हुन्छ भन्दिनँ क्या बबाल छ यार माथि पो भिडियो ल टाढा रहेछ सस्याम पार्टी नागी आम्मा नामै काफी छ बबाल उकालो यो अन्त न्यु इयर भनेको धेरै राम्रो नि घाम लाग्नुपर्छ यहाँनिर बस्ने ल हामी एकछिन हाम्रो टोली आम्मा हिँड्नलाई यस्तो गाह्रो छ नि कसरी बन्यो होला यस्तो है यहाँ हेरौँ यो अर्को त यहाँ फोटो खिचेछ न लु थिमा टार्नु पार्टी टार्नी उहिले भिर यो सामान सेफ छ Pues que es para atrás y para no dejar que tenemos como de tapos a तेरी माता कल गर्दा पनि उठाउनु हैन फोन यही थियो नि टमाटरमा मुनि बिरे बिर पाटु टार पाटु ए ल फेरि फेल्नु ल पाटु टारमा चाहिँ हामी घुम्न गाउँ भइरहेछ अन्तम बोक्दै जम्मेरा बयासीको सुरुवात चाहिँ यस्तो छ हाम्रो
Lu ko be ke pau ki bathroom pi ko alan la ko Facebook ko morning lo pai ke ebe mo अन्ते भिडियो बोका फोटो सफारो तिनजुरे भन्दा राम्रो छ नि हाम्रो पास्तरमा के को ल्याङ्ले बात त सही ल अब गुराँस हेऱ्यो भने यतिकै छ हामी तिनजुरेतिर बल गर्छौँ यहाँबाट यता हेऱ्यो भने सुके पोखरी यहीँ छ साधुटार यहीँ छ यहाँ म जुम गरेर देखाउँछु गाइज यो सुके पोखरी यहाँ चाहिँ साधुटार यस्तो सङ्गम स्थलमा छ यस्तो बबाल तिनजुरे भन्दा चाहिँ कम छैन हाम्रो ल मेला यहाँ छ ल पाटेटार त साँच्चीकै बबालमा छ नि त दर्शन छ तल चोक छ फरासे आलुको बिउ चाम्रेसँग खामे गेर मिया लो ठिक